एक अर्कालाई छुँदा किन करेन्ट लाग्छ, झट्काको महसुस किन हुन्छ, यो भिडियो तपाईँका लागि। नमस्कार, म डाक्टर शिखर। तपाईँहरूले पनि अनुभव भइरह होला, कहिलेकाहीँ साथीभाइसँग हात मिलाउँदा अथवा चाहिँ कुनै वस्तु छुँदाखेरि चाहिँ करेन्ट लागेको अथवा झट्काको महसुस हुन्छ है। यो एउटा स्टेटिक एनर्जी हो, जुन स्थिर विद्युत भन्छ त्यसलाई। चाहिँ कुनै वस्तुसँग घर्षण भइरहँदाखेरि यो उत्पन्न हुन्छ र यो हानिकारक चाहिँ हुँदैन, आश्चर्यजनक मात्रै हुने हो है। उनका लुगा, त्यसै गरी पोलिस्टरका लुगाहरू लगाउनाले यो एनर्जी बढी शरीरमा उत्पन्न हुन्छ, जसले गर्दाखेरि कुनै वस्तु अथवा धातुको कुराहरू छुने बेला करेन्ट लागेको महसुस हुन्छ है। यदि यस्तो छ भने आत्तिहाल्नु पर्ने अवस्था त हुँदैन, तर चाहिँ यसबाट बच्नको लागि केही कुराहरू अपनाउनु पर्ने हुन्छ। जस्तै खाली खुट्टा हिँड्ने, शरीरमा लोसनहरू लगाउने, शरीरमा सुक्खा भयो भने पनि त्यो घर्षण बढी भएर त्यहीबाट एनर्जी बढी आउने हुन्छ र बढी झट्का हान्ने हुन्छ है। त्यसै गरेर शरीरलाई चाहिँ मोइस्चर बनाइरहने, हजुरको चिल्लो कुराहरू चाहिँ लगाइरहने है। त्यसै गरेर उनका एवं पोलिस्टर लुगाहरू चाहिँ कम लगाउने गर्यो भने यसबाट चाहिँ बच्न सकिन्छ र यो प्राय जाडो महिनामा बढी हुन्छ। तसर्थ है, यस्तो हुँदैमा आत्तिहाल्नु पनि कन्डिसन छैन। हस् त, धन्यवाद।